ल मिजु, आजबाट हामी के भयो मिजु मिजु। अब टिका लाउने पालो चाहिँ तपाईको है। ल मिजु, हुन त तपाईँ गरिब हुनुहुन्छ, गाउँका मान्छेले कुरा काट्छन्, यस्ता धनी गरिब बिच पनि केही मित लगाउलान् भनेर। तर तपाईँलाई साह्रो अप्ठ्यारो केही पर्यो भने मिजुलाई पहिला सम्झिने है त। नै मिजु, पर्दैन। अब मलाई केही गाह्रो अप्ठ्यारो पर्यो भने म आफै व्यवस्था गरिहाल्छु नि। तपाईँलाई के को चिन्ता? त्यस्तो भने कहाँ हुन्छ यार मिजु। मित भइसकेपछि तपाईँलाई भोलि 1 महिनापछि 2 महिनापछि 3 महिनापछि तपाईँलाई अप्ठ्यारो पर्दैन? हो, अप्ठ्यारो पर्यो भने त अनि फेरि ठ्याक्क अनि भन्नु परेन, भन्नै पर्छ तपाईँले। नै मिजु, भइहाल्यो, त्यस्तो अप्ठ्यारो मलाई पर्दैन। अहिलेको लागि म लागेँ है मिजु। ल हुन्छ, राम्रोसँग बस्नु होला है त। ल हुन्छ मिजु, हुन्छ। ल मिजु भन्नु यहाँ मिजु, घर भुट्नु सकिया थियो, कहाँ जाने होला? ए अहिले अप्ठ्यारो परिहाल्यो। हुन्छ मिजु, हुन्छ। अब मित लागेको सुरुकै दिनमा तपाईँलाई अप्ठ्यारो परिहालेछ। अब तेल पनि यहाँ धेरै दिन। ठिकै छ मिजु, लौनु मिजु। फाल्नु मिजु। यति भए पनि काम चलिहाल्छ। ठिकै छ, मिजुलाई अलिकति अप्ठ्यारो पऱ्यो भने त हेर्नु पर्यो त, मायाले भए पनि हेर्नु पर्यो। यति सामान्य कुरा मैले पनि सोच्नुहुन्न। ठिक छ। मिजु, घरमा अलिकति नुनको समस्या भएर रहेछ, छोरीले भन्दै थिए। अब यसो किन भने पसल थाहा छैन, यसो कहाँ होला यसो भनिदिनु पर्यो। ए त्यस्तो समस्या परिहालेछ। ए ल मिजु, रोक्नुहोस् है। ए लाउनु मिजु, अब नुन भने यही हो। अब लाउनु। अब हजुरलाई दिनु नै भने त थिएन, ठिक छ दिइहाल्नु भयो क्या रे। ल गए है मिजु, ल राम्रोसँग बस्नु होला है। ल मिजुले धेरै समस्या पो देखाउनु लाग्यो त। त्यही पनि आफ्नै मिजु पनि केही छैन, कसलाई भन्ला मैलाई त हो त भन्ने। मिजु, बाल्टिङ पाउने पसल र पानी